हेलो गाइज वेलकम ब्याक टु माई च्यानल। मेरो युट्युब च्यानलमा तपाईँहरूलाई स्वागत छ। सधैँ चाहिँ डेली भ्लग गर्ने क्रममा आज डेली भ्लगको डे 26औँ दिनमा म र मेरो भतिज रोशन सर चाहिँ हामी दुईजना चिलपाडामा रोडमा हिँड्दैछौँ होइन। हामी दुईजना चाहिँ चिलपाडामा रोडमा हिँडिराखेको अवस्थामा अहिलेसम्म मजा आइरहेछ कि छैन? सोही मजा आइरहेछ। यता चाहिँ प्यान्ट लत्रेको अवस्था, प्यान्ट चाहिँ लत्रेर भुइँमा लुतुर लुतुर भएर चाहिँ हिँडिरहेको थियो। अब चाहिँ मैले फेरि माथि गरेँ, फेरि माथि गरेर चाहिँ लुतुर लुतुर चाहिँ नगर भन्दै प्यान्टलाई चाहिँ माथि सारेको अवस्था। प्यान्टलाई माथि सारेर अहिले चाहिँ हामी दुई काका भतिज द ग्रान्ड अथवा द लास्ट सुपर गर्ने भनेर चाहिँ सुपरको लागि हामी के गर्दैछौँ त? चोकमा जाँदैनौँ हामी। कता जाने? मासु, त्यो माथि मासु पसल जाने। भैँसीको सुकुटी पाउँछ भनेपछि भैँसीको सुकुटी लिएर आउने। भैँसीको सुकुटी लिएर आएर आज बिरयानीलाई अलि नयाँ टेस्ट दिने कि मुला पुलाउमा मासु पनि थपिदिने। कस्तो हुँदो रहेछ टेस्ट त हो त? पुलाउमा मासु थपेपछि बिरयानी बन्छ अरे। त्यही नै गर्नुपर्ने अवस्था देख्यो हामीले। अहिले चाहिँ बाटोमा हेर्दै हिँड्दै गरिरहेको अवस्था थियो भनेपछि अब चाहिँ हामी बाटो यताउता कतै नहेरेर सिधै सुकुटी किन्न जाने भइरहेछौँ भनेर चाहिँ सुकुटीतिर लाग्ने कुरो छ होइन रोशन? सुकुटी किनेर लिएर आएर खाने हो। खाएर हजुर यो म्यान यहाँ सधैँ जेब्रा क्रसिङबाट बाटो काट्नुपर्छ के रोशन? त्यो भएर जेब्रा क्रसिङ हेरौँ। जेब्रा क्रसिङबाट चाहिँ बाटो काट्दै हिँडौँला। हाम्रो चाहिँ सब्सक्राइब पनि नबढेको अवस्था। प्लिज गाइज अब यो भिडियोहरूलाई अन्तिमसम्म हेरेर सब्सक्राइब पनि गरिदिनु होला। यो गाइज हामी हिँड्दैछौँ, डुल्दैछौँ होइन। हामी चाहिँ आज बजार नजाने, यता नजिकै बाटोसम्म त्यहाँ सुकुटी पसलसम्म मात्र जाने, त्योभन्दा उता चाहिँ नजाने होइन। रोशन सर हाउ आर यु? दिस इज माई ह्याट चाहिँ आफैले बुनेको। यदि कसैलाई चाहिँ यस्तै ह्याट चाहिन्छ भनेपछि प्लिज डिएम मी होइन। मेरो टिकटक आइडी पनि छ। टिकटक आइडी चाहिँ दृष्टि अनुपम भनेर छ। दृष्टि अनुपमलाई चाहिँ यसो खोजेर लाइक पनि गरिदिनु होला, फलो पनि गरिदिनु होला होइन। दृष्टि अनुपम चाहिँ छ। यस्तै गरी मेरो युट्युब च्यानल चाहिँ राम भिहाल नै छ, आफ्नै नाममा छ। दृष्टिलाई चाहिँ अनुपम बनाएर चाहिँ हेरिदिनु होला तपाईँहरूले पनि। हो कि नै? त्यो पसल आज खुल्लै छ जस्तो त छ, तर खुल्ला छैन भने पनि हामी खुल्ला बनाएर किनेर लिएर आउँछौँ। हो कि नै? रोस्याने रोस्याने हो कि नै भनेको? हो कि नै? आज लगभग अन्तिम दिन। आज चाहिँ अब योभन्दा पछाडि वेट गर्न सकिन्न। अब चाहिँ उसमा चाहिँ ट्राभलिङ गर्दै वाकिङ गरेर चाहिँ अगाएको अवस्था। अब ट्राभलिङ गर्नुपर्ने चाहिँ देखेको हुनाले अब चाहिँ ट्राभल मात्र हुने भयो। यो गाइज हामी सुकुटी किनेर आइसकेको अवस्था। सुकुटी किनेर चाहिँ घर गएर ल्याम खाने हो। कसरी खान्छन् रोशन भन्दे त? ट्वाक पिरो हालेर ट्वाक गर्ने भनेको छ रोशनले चाहिँ होइन। हजुर थोरै छ क्या? त्यही त। हामी चाहिँ घर जाँदैछौँ। के गर्ने र राजा बन्न मन लागेको, राजा हुन पाइएन भनेर चाहिँ हामी दुखी हुँदै हिमाल चढ्नतिर लाग्नुपर्ने अवस्था आयो है। यो गाइज
हिमाल चढ्न जानु पनि भयो। अब के गर्ने, हिमाल चढेर चाहिँ त्यतै अड्किदिने अल्झिदिने बालै फरेर जिन्दगी यस्तै त हो त। आज केही गर्यो भोलि केही गर्यो होइन। राजा हुन्छु भनेर मात्र नपाइने के गर्नु। राजा हुन नपाए पनि राजा नभए पनि आफ्नो मनको राजा चाहिँ हुने हो। चिलफारामा मनको राजा हुने हो। आफू गएर डुल्दिने हो। राम्रो राम्रो दृश्यहरू देखेर दृष्टिलाई अनुपम गराइदिने हो। यो गाइस जस्तै नै चलिरहेको छ। यो गाइस फाइनली हामीले मसला पनि किनिसकेको अवस्था। अनि रोशन सरले चाहिँ ललिपप खाँदै हुनुहुन्छ। एउटा ललिपपलाई चाहिँ उल्टाइ पल्टाइ गोरो पारेर चेप्टो पारेर थेप्सो पारेर चुस्दै हिँड्दै हुनुहुन्छ होइन। उहाँ चाहिँ किन फालेको फोहोर त्यहाँ टिप्जा त्यो फोहोर टिप खल्तीमाल। यो गाइज रोशन सरले चाहिँ फोहोर फालेर फेरि फोहोर पनि टिपिसकेको अवस्था। ऊ त्यहाँ प्लास्टिक छ त्यसमा हाल। ऊ त्यो प्लास्टिकमा हाल्छ त्यहीँ कोच्दै भयो। ल आइज रोशन सरले चाहिँ फोहोरकै थुप्रोमा कोचिसकेको अवस्था। अब चाहिँ हामी कता लाग्ने भन् त। ऊ त्यहाँ माथि लाग्ने, माथिबाट चाहिँ फुत्त उता छिर्ने, उता छिरेर चाहिँ त्यहाँबाट फेरि घरतिर लाग्ने होइन। अहिले चाहिँ हामी यो हिँड्दैछौँ चिलपारामा दगुर्दैछौँ।